छोरो कहिले पाउने हो सर? हजुर प्रोसेस लोडिङ हो र वाउ नाइस होइन सकेसम्म बुढी भन्दा नि गर्लफ्रेन्ड ल्याउनु पर्ने ठाउँ रहेछ हेलो निरज भाइ हजुर दादा एकचोटि दानी बहिनी आएको थियो भनेको चिल युट्युबको नाम के हो थाहा छ? एउटा फेसबुक पेजै आएको थियो हो यात्रा अनि ज्ञान त्यही मेरै हो यात्रा अनि ज्ञान मौसमले साथ नदिए पनि हामीले चाहिँ हाम्रो हाइकिङको यात्रा तय गरेको छौँ। नवीन सर हामी कहाँ जाने हो? हामी चम्पादेवी ओइ छोरो आइगर्न यता भिजियो अलिअलि हो राजा होइन ठिक छ राजा केही होला नि त केही छैन त हिजो आइहाल्छ उठ्यो मस्त नवीन सर तपाईँको अनुभवले के बताए त आज? होइन यस्तो हो अनुभव त अब एकचोटि पनि गइरहेको छौँ हाइकिङ जानु एकदम राम्रो कुरा पनि हो प्रकृतिसँग एकदम नजिक हुनु चाहिँ एकदम राम्रो कुरा हो कि र समय बितेसम्म यसो हाइकिङहरू गइरहनु पर्छ जस्तो लाग्छ मलाई रमाइलो भइरहेछ आज घाम लागेको भए पनि त मोलेर चाहिँ अब जस्तो एकदम शीतल सिमसिम पानी परिरहेको छ एकदम रमाइलो बाटो सल्लाहको सुरिलो रुखको फेदतिर हिँड्दै होइन। अनि तपाईँलाई प्रकृति र मानव जीवनको एट्याचमेन्ट चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ? यो अहिले जे भइरहेको छ एकदम प्रकृति र मानव जीवनको मेल भएन भने चाहिँ सृष्टि नै खतम भइहाल्छ नि होइन र एकदम प्रकृति र मानव भनेको चाहिँ एकअर्काको परिपूरक हो सर। हजुर सर बाटो त्यता हो र त्यस्तो चाहिँ गरिन्न प्रकृति 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 नवीन सर आजको तपाईँको अनुभवलाई चाहिँ यस्तै थोरै दिनु न त। रमाइलो साथीभाइले साथ दिएको मौसमले साथ दिएको ठ्याक्कै यो चिजसँग चाहिँ तपाईँले केलाई सम्झिराख्नु भएको छ? ठ्याक्कै
पानीमा हाइकिङ जानेछु भन्दै सरल हाम्रो नरेन्द्र दाइको भ्लगमा अनि छोरो कहिले पाउने हो सर हजुर लोडिङ 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 ढिलो भइसक्यो हाँसै नपानेको नाम टिप्नु पर्यो हामी दादा एकछिन पानी परिरहेछ हामी चाहिँ यो चम्पादेवी हाइकिङ दक्षिणकाली नगरपालिकामा चाहिँ आएको छौँ एकदम रमाइलो छ आइन्स ओइ आइन्स 2 शब्द जाओस् के भन्नु छ छैन ओइ साइर के भन्नु छ छैन ल के भन्नु छ सर अझै त्यस्तो त केही छैन तर एकदम रमाइलो आनन्द आइरहेको मौसम चिसो छ पानी परिरहेछ त्यही पनि फुल इन्जोइङ हाम्रो चाहिँ यहाँ चिया खाँदैछौँ हामी चाहिँ चिया बनाउन लाग्नु भएको छ दाइले त्यो चाहिँ गाईको दुध अरे दाइ अलि मिठो बनाउनु ल चिया उहाँले चाहिँ बनाउँदै हुनुहुन्छ चिया ल निरज भाइ हजुर दादा एकचोटि दाइ चारा नगर्नु न तपाईँ के चारो चारो लाग्यो भाउजू भाउजू हाम्रो मुगुको बहिनी मिस हेलो मिस हेलो रुचि मिस सम्झिन्छु दिनको Sorry for that. हजुर Hola. Wow, nice. जाऊ 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 हेलो चाँदनी बहिनी हाई गरिदेऊ न हाई गरिदेऊ न खै चाँदनी बहिनीलाई हाई गरिदेऊ भनेको आऊ नाइस ल नाइस 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 ल बहिनी ल गाइजहरु ल हामी चाहिँ
चम्पादेवी हाइकिङ आएको छौँ है। लगभग 3.5 घन्टा हिँड्यो खै अहिलेसम्म आएको छैन। यो बुढाहरू कुद्दै छैन। ल ल अगाडि हिँड्नु ल हिँड उता हिँड्नु ल ल हिँड न हिँड आइन्स हिँड छोरा हिँड ल बच्चा हो तिमीभन्दा दाइ हो के को बच्चा हो अनि यिनीहरू हिँड्दा हामी थकेलाई नाच्दैछ है मेरो छोरा। ल मेरो छोरा ल भाइ राजाहरू कस्तो लागिरहेको छ त हेलो चम्पादेवी होइन हाम्रो ग्रुप छ भाइ हामी 9 जना छौँ मलाई एक्लै हजुर च्यानलको नाम चाहिँ यात्रा अनि ज्ञान भन्ने है त्यो चाहिँ नयाँ हो एकदम बिल्कुल सब्सक्राइब गरौँ ल यात्रा अनि ज्ञान नवीन सर एकदम अनुहार नै एकदम थकित मोडमा देखिरहेछौँ हाम्रो होइन तैपनि हामी चाहिँ हिँडिरहेछौँ लगभग हामी धेरै नजिक आइपुग्यौँ हाम्रो डेस्टिनेसनको धेरै नजिक। सँगै बहिनीहरू हुनुहुन्छ हाम्रो एकजना बहिनी चाहिँ लौरो पनि टेक्दै हुनुहुन्छ है गाइज हाम्रो म्युजिक लभर बहिनी चाहिँ यहाँ हुनुहुन्छ है म्युजिक लभर बहिनी हेलो बहिनी कस्तो भयो त हेलो अनुभव कस्तो छ तिम्रो एकदमै राम्रो छ राम्रो तिम्रो राम्रो रमाइलो एक्सट्रिम लभर वाउ नाइस एकदम हाम्रो आदरणीय बहिनीको बवाल के छ हाम्रो भ्यू चाहिँ एकदम बवाल नै देखिरहेको छ होइन तर हिँड्न चाहिँ नसकिरहेको अवस्था। नवीन सर ओके फाइन आर यु फाइन ओके जाममा चाहिँ फेरि एकदम धेरै राम्रो हो नि त त्योभन्दा धेरै राम्रो छ। ल भन्नु तपाईँको अनुभव सुनाउनु। एकदम रमाइलो थके लाग्यो चिल पिलपिल हाम्रो एकदम प्यारा प्यारा बहिनीहरू पनि हुनुहुन्छ हिँडिराख्नु भएको छ होइन हामी चाहिँ हिँड्न नसकिरहेको अवस्था भ्यू चाहिँ एकदम बवाल छ। हाम्रो भाइ 17 प्रो म्याक्स वाला भाइ है ल जस्ट 10 सेकेन्डको मात्रै फाइनल्ली गाइज हामी चाहिँ पुगेको छौँ धेरै उकालोको सङ्घर्षपछि ल आपत पर्यो हामीलाई हामीलाई भाइमा अब हामी चाहिँ फाइनल्ली चम्पादेवी मन्दिरबाट चाहिँ रिटर्न ब्याक है सर। अनि कस्तो लाग्यो तपाईँले मन्दिर? एकदम रमाइलो छ मन्दिर चाहिँ। मन्दिर रमाइलो छ मेरो भाइ तिम्रो
तिमीलाई कस्तो लाग्यो मलाई त एकदम बेस्ट अफ द बेस्ट लाग्यो क्या त यहाँ चाहिँ भन्दैछु त प्रोनाउन्सिएसन पनि ठाउँमै छैन क्या त कस्तो लाग्यो मन्दिर कस्तो लाग्यो मन्दिर कस्तो लाग्यो तपाईँलाई राम्रो तपाईँलाई कस्तो लाग्यो एकदम रमाइलो तपाईँलाई कस्तो लाग्यो एकदम रमाइलो राम्रो छ वाउ नाइस नाइस ए छोरो नवीन सर यता हो नवीन दाइ नवीन सर यता पनि एउटा मन्दिर रहेछ सानो हामी फाइनल्ली यो मन्दिरको पनि हामी पुग्छौँ अब धेरैजना यहाँ आइराख्नु भएको छ फोटो खिच्दै हुनुहुन्छ है दामी दामी ल कस्तो लाग्यो तिमीलाई राम्रो होइन सकेसम्म बुढीभन्दा पनि गर्लफ्रेन्ड ल्याउनु पर्ने ठाउँ रहेछ होइन है अब धेरै छैन 5 मिनट बहिनी बिस्तारै जानु है बहिनी 5 मिनट आरामले है मेरो बहिनी ल नवीन सर हेलो 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 10 मिनट पुगिहाल्नुहुन्छ नहीं अब नाइस थ्याङ्क यू सो मच मेरो भिडियोमा आइदिएकोमा नाइस नाइस